जय शम्भु गाइस, सबैजना आरामै हुनुहुन्छ होला है। म पनि यता आरामै छु। अनि हजुरहरूको माया साथ सपोर्टले गर्दाखेरि फेरि म अर्को कन्टेन्ट रेडी गर्नलाई यसो क्लासतिर जाँदैछु है। अब क्लासतिर के हुन्छ कसो हुन्छ क्लासतिर भेटौँ है त है। कभर हान्दिएर छैन प्याक फेरि राम्रो हुन्छ तर यसको नाम के हो? यो गुलाब जामुन प्रिमिक्स है। हजुर खाने दुध हाल्ने अलिक हालेर नि के छ त्यसले कति भन्ने के भन्ने चिनी त बेकरबाट एक गोला धेरै एक गोला लिएर छोड्दैन है, छोड्दैन पहिले सिम छोपेर पनि राख्नुपर्छ 5 मिनट जति। यहाँ दुईटा च्यास्नी बन्दैछ है। यो बाक्लो खालको च्यास्नी, यो पातलो खालको च्यास्नी। पहिला सुरु चाहिँ हामीले पातलोमा के अरे डुबाउनु पर्ने हुन्छ, त्यसपछि कट गर्दा चाहिँ अनि यो बाक्लो च्यास्नीमा कट गर्नु पर्ने रहेछ क्या। त्यही भएर दुई थरी च्यास्नी बनाएको कारण यो रहेछ। यहाँ भाइले बनाउँदैछ। मजा आइरहेछ है भाइ बनाउन। च्यास्नी बनाउनु कस्तो फिल भइरहेछ? बबाल के हो रे? च्यास्नी होइन चास्नी। चास्नी होइन ए च्यास्नी होइन रे, चास्नी हो रे है। यसलाई यसरी रेडी गर्नु पर्यो। ब्राउन भयो है, ब्राउन। अब चास्नीमा होइन कि चास्नीमा चाहिँ हाल्नुपर्छ है।
रेडी भयो है तर हामीले चाहिँ यसलाई एक रात चाहिँ भिजाएर राख्नुपर्ने हुन्छ चास्नीमा यो आजै रेडी हुँदैन अब यसलाई चाहिँ एक दिनसम्म चाहिँ टक्क एक चास्नीमा भिजाएर राख्नुपर्छ अनि राखिसकेपछि बल्ल यो एकदम खानको लागि एकदम बबाल हुन्छ अन्तिम दिन है अब म्यामहरू के भन्नु यो हाम्रो चाहिँ अब लास्ट अब क्लास सक्यो है आजको दिनदेखिबाट 3 महिनाको कोर्स चाहिँ सक्यो आजबाट अब यहाँ सबैजना म्यामहरूबाट यसो के भन्न चाहनुहुन्छ अब कुराहरू यसो सुनिराखौँ ल हजुर नमस्ते सबैजनालाई हजुर ठिक छ आज भाइको चाहिँ अन्तिम डे भन्ने कुराले चाहिँ उहाँले चिया पार्टी गर्नुभएको छ यहाँ हजुर थ्याङ्क यू सो मच त्यसको लागि चाहिँ हजुर त्यसको लागि चाहिँ अब अन्तिम दिन नभन्नु होला युथ भिजनमा अलवेज हजुरहरूको लागि चाहिँ वेलकम छ भनौँ होइन अरूले पनि रिफर गर्नु होला हजुर यति नै भन्न चाहन्छु थ्याङ्क यू सो मच हजुर अनि यता हाम्रो म्याम कस्तो हाँसु नहाँस्नु अब मैले के भन्नु है आज के अरे हाम्रो के अरे यो आजको लास्ट डे होइन हजुरहरूको क्लास सकेको है अनि आज चाहिँ हामी सबैजना मेमोरिज होस् भनेर चाहिँ हामी सबै साथीहरू चाहिँ केही नभयो भने चिया पार्टी गरौँ भनेर चिया पार्टी गर्नु आएको आज चाहिँ हजुर धन्यवाद अनि अझ के छ भन्नु अरू त के हो नि हजुरहरू स्टुडेन्ट अब पास आउट भएर त जानुभयो फेरि पनि फर्किनु वेलकम छ हजुरहरूलाई होइन युनिभर्सिटीमा आउनुहोस् अनि हामीलाई नबिर्सिनुहोस् मेमोरिज राख्नुको लागि नै यो सानो एउटा प्रोग्राम गरेर बसेको छौँ है फेरि आउनुहोस् अनि अर्को कुरो चाहिँ हामी म्यामहरूलाई सरहरूलाई बिर्सिँदैनौँ है म्यामहरू र सरहरू हाम्रो दिलभित्र हुनुहुन्छ है अर्को कुरो अनि मेन हाम्रो सर हाम्रो गुरु के भन्नु चाहनुहुन्छ म चाहिँ एकदम अनर फिल भइरहेको छ होइन किन तपाईँहरू जस्तो अब स्टुडेन्टलाई मैले एक प्रकारले ट्रेनिङ गराउन पाएँ है त्यसमा एकदम खुसी लागिरहेको छ मलाई होइन हजुर अब तपाईँहरूको नेक्स्ट जुन स्टेजको लागि चाहिँ तपाईँहरूलाई एकदम शुभकामना अनि त्यस्तै अब जे जति मबाट गल्तीहरू भयो होला केही अब भयो होला त्यसको लागि एकदम माफी चाहन्छु है क्षमायाचन गर्न चाहन्छु अनि तपाईँहरूसँग जुन हाम्रो 3 महिनाको टाइम छ धेरै रमाइलो तरिकाले बितेको छ हाम्रो होइन वान अफ द बेस्ट मेरो चाहिँ वान अफ बेस्ट क्लास है तपाईँहरू होइन अनि त्यही भएर खुसी लाग्छ है अब तपाईँहरू जस्तै स्टुडेन्टहरू हुँदाखेरि 3 महिना गएको पत्ता नहुने चाहिँ है खुसी लाग्यो जस अब आगामी दिनहरूमा हजुरहरूले मबाट पाउनुपर्ने कुनै अब सहयोगहरू मबाट पाउन सक्नुहुन्छ है अब मैले त्यसको लागि कुनै पनि बन्देज गर्दिनँ र त्यस्तै हजुरहरूले अब कुनै अब काम गर्न चाहनुहुन्छ अथवा कुनै इन्टर्न गर्न चाहनुहुन्छ मैले सक्ने ठाउँमा चाहिँ मैले सहयोग गर्नेछु है थ्याङ्क यू हस् धेरै धेरै धन्यवाद हाम्रो सरलाई अनि यता हाम्रो बेकरी सर हुनुहुन्छ बेकरी आइटमको अब सर यसो के भन्न चाहनुहुन्छ अलराउन्डर पो है साँच्ची है ल भन्नुहोस् अब अलराउन्डर यस्तो के हो भने काम सबैतिर चाहिँ हात हाल्यो भने चाहिँ पनि राम्रो हुन्छ होइन पहिला सुरु चाहिँ हामीले के गर्नुपर्छ भने चाहिँ एउटा फिल्डमा लागिसकेपछि एउटालाई चाहिँ कुनै गन्तव्यमा पुर्याइसकेपछि अनि नयाँ फिल्डमा चाहिँ जाँदाखेरि एकदम बेस्ट हुन्छ जस्तै कि अब मैले अब यहाँ युथ भिजनमा चाहिँ बेकरी र तन्दुर अनि त्यसपछि पिज्जा क्लास पनि गराइरहेको छु होइन अब चाहिँ के हो भनेपछि त्यो गर्दासम्म चाहिँ अब केही प्रब्लमहरू पनि आउँछ होइन अनि त्यसपछि केही प्रब्लमहरूमा चाहिँ पर्न सक्छ होइन अब त्यस्तो सबैहरूलाई चाहिँ अब एउटै फिल्ड चाहिँ सबै एकैचोटि फिल्ड लिन्छु अनि त्यसपछि बल्ल अगाडि बढ्छु भन्ने पनि हुन्छ कोहीको है त्यो गर्नुहुँदा बरु कुनै फिल्डलाई चाहिँ अगाडि बढाइसकेपछि अनि बल्ल अर्को फिल्डमा चाहिँ जानलाई चाहिँ भन्छु म
हस् धेरै धेरै धन्यवाद। अनि यता हाम्रो होइन बहिनी सानो हाम्रो क्लासको सबभन्दा सिनियर मान्छे हाम्रो जिग्री दोस्त सिनियर साथी ल अब यता म त के भन्नु यहाँ बोल्नै नसक्ने हालतमा छु अहिले बिराम भएर आज साथीहरूसँग छुट्न पाउँदा धेरै दुःख लागिरहेको छ होइन मेरो प्यारो छुट्न पाउँदा साह्रै दुःख लागिरहेको छ छुट्न पाउँदा त भन अब के गर्नु अब जबरजस्ती नै छुट्याइहाल्नु भयो नाकबाट नै हो रुगा खुकीले अब के गर्नु अब हाम्रो प्यारो भाइ दाइहरूलाई छुट्न पाउन धेरै दुःख लागिरहेको छ यति नै भन्दै मेरो यहाँ 2-4 शब्द टुङ्गाउन चाहन्छु भाइ तिम्रो जोडा अब यता भाइ के भन्ने भाइ तिमीहरूले ठिकै छ के भन्नु सर ठिक छ अब यता चाहिँ सबभन्दा सानो मान्छे बहिनीबाट ल नमस्ते म चाहिँ आज मेरो मम्मीसँग आएको छु आज यहाँ टी पार्टी खान मिल्छ भनेर चाहिँ आज आएको थिएँ त्यही भएर हस् धेरै धेरै धन्यवाद। अनि हाम्रो चाहिँ म्याम चाहिँ ओनर है ओनर हुनुहुन्छ हाम्रो युथ भिजनको अनि म्यामसँग अनि हामी यसो सबैजना भएर यसो चियापान गरेर यसो रमाइलो गर्दैछौँ ल हस् ल हजुरहरूलाई धेरै धेरै धन्यवाद। मेरो सानो भ्लगमा आएर एउटा सानो इन्टरभ्यू दिनुभयो साथ सपोर्ट माया देखाइदिनु भयो हजुरहरूलाई धेरै धेरै धन्यवाद। ल है त चिया खानेले चिया यो कफी खानेलाई कफी अमेरिकानो हुन्छ त्यो होइन यो अमेरिकन हो यो अमेरिकानो हो भाइ लजायो अनि म त दुध चाहिँ त कहिले खान्छु ल है त ल ल बाई बाई अब सबैजनालाई अब के भन्नु मलाई आज जस्ट इन्जोय गर्यो है चिया खाने त एउटा बहाना थियो हामी सबैसँगै बस्यो रमाइलो गर्यो होइन हामी सम्झिने एउटा बाटो होइन अझै यो सम्बन्ध अझै पनि प्रगाढ होस् हामी सबै स्टुडेन्ट र एउटा टिचरहरूको होइन एउटा स्टाफहरू भएर पनि हामी त्यो खालको उसमा छैनौँ होइन अब सबै राम्रो लाग्यो हजुरहरू पनि यस्तो स्टुडेन्टहरू झन् राम्रो हुनुहुन्छ है जस्ट प्रेजेन्टलाई ह्याप्पी हुनुहोस् प्रेजेन्टमा खुसी हुनुहोस् प्रेजेन्टमा रमाउनुहोस् थ्याङ्क यू धेरै धेरै धन्यवाद। ल है त अब सबैजनालाई बाई गर्नुपर्ने अवस्था आयो हस् म्याम ओके राम्रोसँग जानु ल विदेश Thank you so much. Okay, bye-bye. Good night. Bye-bye.